जन्माइन् आमाले उसलाई, रगत उम्लियो जसको। आमाको पीर, यो देशको शिर, कहिले झुक्न नदिने सपूत हुँ म। बलिदान सन् 2025 मा प्रदर्शन हुने एक बहुप्रतीक्षित नेपाली राजनीतिक एक्सन चलचित्र हो जसको निर्देशन सन्तोष सेनले गरेका छन्। यस चलचित्रले नेपालका आम नागरिकहरूले सामाजिक परिवर्तन र पहिचानको खोजीमा गरेका बलिदानहरूलाई चित्रण गर्छ। चलचित्रको सारांश बलिदानले शोषण, अन्याय र समाजका तथाकथित नायकहरू विरुद्धको सङ्घर्षलाई केन्द्रमा राख्छ। फिल्मले देखाउँछ कि कसरी जनताले परिवर्तनको आशामा बलिदान दिन्छन् तर त्यो परिवर्तन कहिल्यै साकार हुँदैन। यसले बलिदानको अर्थ, न्याय र सामाजिक रूपान्तरणका विषयमा गहिरो प्रश्न उठाउँछ। एक मुख्य कलाकारहरू समीर भट्ट, नेपाली एक्सन स्टार विराज भट्टका छोरा समीरले युग पुरुषको भूमिका निर्वाह गरेका छन्। उनले मुम्बईमा अभिनय, मार्शल आर्ट्स र जिम्नास्टिक्समा दशकौं लामो प्रशिक्षण लिएका छन्। 2 सौगात मल्ल, प्रभावशाली अभिनयका लागि परिचित, मुख्य भूमिकामा। अर्पण थापा, विविध भूमिकामा दक्ष सम्भावित खलनायकको रूपमा। ऋचा शर्मा, कविता राई, दिव्य देव महत्वपूर्ण भूमिकामा। प्राविधिक पक्ष एक्सन निर्देशक, दक्षिण भारतीय चलचित्रहरूमा काम गरेका स्टनर श्याम। सिनेमाटोग्राफर शरण ऋषि, जसले पेट्टा र आचार्य जस्ता चलचित्रहरूमा काम गरेका छन्। 3 सेट निर्माण, विराटनगर र इतहरीमा विशाल सेटहरू निर्माण गरिएको छ जसमा 42 फिट अग्लो कालीमाताको मूर्ति विशेष आकर्षण हो। 4 प्राविधिक उपकरणहरू, मुम्बईबाट ल्याइएको उच्च गुणस्तरीय लाइट, साउन्ड र क्यामेरा प्रयोग गरिएको छ। 5 प्रदर्शन मिति, चलचित्र 2082 सालको दशैंको 13 औं दिन असोज 13 मा प्रदर्शन हुने तय गरिएको छ। 4 टिजर र प्रचार, टिजरमा समीर भट्टको रहस्यमय प्रस्तुति देखाइएको छ जसले दर्शकहरूमा उत्सुकता बढाएको छ। टिजरमा देखाइएको युवाहरूको देशप्रतिको बलिदानको भावना र उच्च उत्पादन मूल्यले चलचित्रप्रति अपेक्षा बढाएको छ। उत्कृष्टता र अपेक्षा, बलिदान नेपाली चलचित्र उद्योगमा एक ऐतिहासिक र क्रान्तिकारी कदमको रूपमा हेरिएको छ। उच्च प्राविधिक गुणस्तर, गहिरो कथा र सशक्त अभिनयले यो चलचित्रलाई नेपाली सिनेमा इतिहासमा एक महत्वपूर्ण स्थान दिलाउने अपेक्षा गरिएको छ।